उहाँ चाहिँ सङ्खुवा सभाको दाइ हो है। यहाँ हामी चाहिँ साउदी रियाद सालबुकमा बस्छौँ। उहाँले हेर्नुहोस् न यस्तो हजुर साग टिपिसक्नु भएको हो तर मस्त खेती गर्नु हुँदैछ। ल हेर्नु त फर्सी हेर्नु यहाँ। ल हेर्नु दाइले यति राम्रो। दाइ यो पनि तपाईँले लाउनु भएको हो कि भोगेन्द्र दाइले? भोगेन्द्र दाइले होइन एउटै हो तपाईँहरूले नै। ल हेर्नुहोस् यस्तो मजाको लाउनु भएको छ। यहाँ मुला आलु उता खोर्सानी ल हेर्नु मुलाहरू पनि दाइ यो फल्न अलिक ठुलो भएछ नि अस्तिभन्दा मुला। आलु चाहिँ कतिको फल्छ? मेन कुरो सबैभन्दा राम्ररी चाहिँ भयो दादा फर्सी खोर्सानी। यो उता तपाईँको होइन मलाई थाहा छ के करेला तिते गरेर त होइन हो होइन हौ तपाईँ त अनि एक कठै जस्तो लिनुभएको र। ल सबैभन्दा राम्रो चाहिँ फर्सी हेर्नु न यस्तो मजाले झ्यालिएको छ। ल ठिक छ।